कुखुरा डढ्दैछ है आगोमा। यो चाहिँ फेरि हुन त बाबाले भर्खरै है वस्तुलाई दिने भनेर काट्दै हुनुहुन्थ्यो। हेलो हेलो गाइज, फाइनली म चाहिँ अहिले घर आइपुगेको छु यता आमा बाउको घरमा। बिचरा यता हेरौँ न, कोही पनि हुनुहुन्न होइन। अब छोराछोरीले नगरेर कसले गर्ने होइन। अनि तर हामी छोराछोरी सबै ठुला भयो। आफ्नो तालमा अब आफ्नै परिस्थितिले गर्दाखेरि परदेशमा बस्नु परेको छ होइन। अनि यता आमा बाउको घरमा आएको, हेर्नु न बिचरा अब कसले त्यो गरिदिन्छ र होइन। अनि यस्तो छ हेर्नु न। अब यता आमा चाहिँ यहाँ आँखा दुखेर बसिरहनु भएको छ। अनि यता यो भित्र चाहिँ यस्तो यस्तो छ है। यो पहिलाकै घर हो। अनि यता चाहिँ हाम्रो बाउ आमाको किचन। यता बाउ बसिरहनु भएको छ यसरी। कामको थकान त्यही त हो नि गाउँघरमा। अनि यहाँ खै के पनि पाकिरहेको रहेछ। के पकाउँदै हुनुहुन्छ हाम्रो बाबाले? तरकारी बेलुकाको तरकारी भन्दै हुनुहुन्छ। हेर्नु न यस्तो छ हौ हालत बिचरा हाम्रो बाउ आमा। के गर्नु त, छोराछोरी ठुलो भइयो, आफ्नो परिस्थितिले टाढा बस्नुपर्ने हुन्छ। के गर्नु होइन। अनि यता कुखुरा पनि रहेछ हौ गाइज। गर्दा गर्दै यता कुखुरा चाहिँ देखिरहेको छैन। म भोलि देखाउँछु है। यता हेर्नु यसरी राख्नुपर्ने हुन्छ, किनभने यहाँ चाहिँ जङ्गलको छेउमा स्यालहरूले लान्छ कि। अनि त्यही स्यालहरूले लाने डरमा चाहिँ यसरी यस्तो डोकोले छोप्नुपर्ने हुन्छ। अनि हाम्रो चाहिँ यस्तो जङ्गल छ क्या यता। अनि जङ्गलबाट कस्तो कस्तो त्योहरू आउँछ क्या। अनि स्यालहरू खै के हो, यो चितुवाहरू खै केले लान्छ त यो कुखुरालाई हो। अनि यस्तो आउँछ। अनि त्यही भएर यस्तो छ जङ्गलै जङ्गल। गाइस यो चाहिँ अर्ग्यानिक किनेमा हो क्या। अर्ग्यानिक किनेमा चाहिँ यसरी बनाइन्छ। यहाँ बाउले बनाउँदै हुनुहुन्छ। यो भित्र चाहिँ किनेमा लगाइसक्नु भएको छ। यसरी बनाइन्छ है अर्ग्यानिक किनेमा। भिडियो अनि दिसाइ नाम पोस्ट मिनाको लागि क्या। बिहान नेट थोमेपछि यसरी बनाइन्छ। यहाँ पकाएर यहाँ थियो है। मैले भिडियो चाहिँ बनाउनै बिर्सेछु। यो भित्र छ यसरी बनाइँदो रहेछ। यो चाहिँ लगेर आगोमा लाउनुहुन्छ बाउले। अनि त्यसपछि मिठो हुन्छ। अनि म चाहिँ अब थोरै कपडा धुनु छ। आमाको कपडा धुनुपर्ने। बिचरा कसले धोइदिनुहुन्छ है। सबै काममा बिजी हुनुहुन्छ। अनि पानी नि त्यस्तो धेरै नआउँदो रहेछ। सानो पानी आइरहेछ। म चाहिँ लुगा धुन लागेको छु। पानी यहाँ यसरी सानो आइरहेछ। थापेर यहाँ धुन लाग्छु कपडा चाहिँ मैले। आमाको अनि मेरो पनि 1-2वटा छ। अनि धुनै पर्यो होइन। कसले धोइदिनुहुन्छ र। गाउँघरमा यस्तै त हो नि। धुलो माटोसँग खेल्नु पर्ने हुन्छ। त्यही धुलो माटो नगरी पनि हुँदैन। धुलोसँगको क्या कस्तो धेरै माटो सरीको कपडा छ बिचरा। गाउँघरमा कस्तो दुःख छ हौ। हाम्रो त दुःख छ। अझै पनि पहिलाकै जस्तो दुःख कि है। पानीको अभाव छ, बत्तीको अभाव छ है। पानी र बत्ती त सबै जोडेको हो। जोड्न चाहिँ सबै समाज मिलेर
तर भनेको बेला नआउने के बत्तीहरू नै जाने अनि पानी पनि कोही बेला आउने कोही बेला नआउने है। अहिलेको जेनेरेसनमा आएर पनि पहिलाकै दुःख छ है। अनि कतिको त सबैको कतिको नभनौँ प्रायको त अब दुःख गरेर चाहिँ होइन सबैजना हुर्केको होला। त्यस्तै रहेछ हो। साबुन चाहिँ लगाएँ जसो तसो। अब पखाल्न चाहिँ बाँकी छ। पखाल्न चाहिँ धेरै टाइम लाग्छ किनभने धेरै फोहोर छ नि त धुलो माटोले एकैछिनमा है। पानी पनि फेरि सानो आइरहेछ क्या यहाँ। यो पाइप झन् निकाल्यो भने त यति पनि झनै आउँदैन। हावाहरू चल्दा त त्यो हावाले यता र उता गरिदिन्छ। पाइप लगाएपछि अलिकति सेफली चाहिँ यहाँ आउन चाहिँ आउँछ। सानो आइरहेछ। यति पानीले चाहिँ मैले कहिले धोएर पखालेर बुढाबुढी मात्र भएपछि पनि साह्रै गाह्रो हुने रहेछ हो साथी। तपाईँहरू के भन्नुहुन्छ? छोराछोरीलाई सानोमा कति दुःखले हुर्काउनुहुन्छ है। जसको पनि बाआमाले कति दुःखले चाहिँ हुर्काएको हुन्छ है। तर जब ठुलो भइसक्यो अब ठुलो भइसकेपछि चाहिँ अब अहिलेको जेनेरेसनमा अब गाउँमा बसेर पनि केही छैन है। बाहिरै निक्लिनु पर्ने हुन्छ हैन। अब कोही आफ्नै ठाउँमा अब घरभन्दा बाहिर त अब कोही परदेशिनु पर्ने हुन्छ। अब बाहिर जानुपर्ने हुन्छ हैन। अब आउट कन्ट्री हैन। अब गाह्रो हुने रहेछ हौ। लास्टमा चाहिँ भने पनि जे गरे पनि बाउआमाले जति दुःखले यतिसम्म हुर्काउनु भए पनि लास्टमा हुने भनेको चाहिँ बाउआमा मात्र रहेछ क्या। हामीले चाहिँ बाउआमालाई पनि हामीसँग पनि अब बाहिर नै राख्ने भनेर पनि सल्लाह चाहिँ गरेको। तर के चाहिँ भइदियो भने हाम्रो बाउआमाहरू अलि बस्नै सक्नुहुन्न क्या बाहिर। एक त अब यहाँ यसरी चाहिँ चलिरहने मान्छे, यस्तो धुलो माटोसँग खेलिबस्ने मान्छे त अब
एक्कासी अब त्यता त्यो बन्दकमा बाँधिरहेको जस्तो या किने ओदा त तक्सिनमा लिङ्गनी बन्दकमा बाँधिरहेको जस्तो लाग्ने है। अनि योभन्दा 2-4 साल अगाडितिर पनि काठमाडौँतिर गएर त्यो 1-1.5 महिना बस्दाखेरि नै आमा छटपटिने क्या, गाउँ जाउँ ल है म त जान्छु टिकट काटिदेऊ भन्ने क्या। अनि टिकट काटिदेऊ भन्ने, अनि त्यस्तो भएपछि चाहिँ अब उता अब आफूसँगै राख्न नि अब धुलो माटो त्यही त यसरी खेलिबस्नेलाई त गाह्रै हुने रहेछ क्या, बस्नै सक्नुहुन्न। अनि त्यही भएर हेर्नु न अहिले आखिरमा हामी बाध्यताले बस्नु परेको छ होइन। आमा बाउ यस्तो छ दुःख। गाइस यो धाराको पानीले पुगेन हौ। अब यो मम्मी बाबाले थापिराख्नु भएको यो ड्रमको पानी लाएर पखाल्नु पर्यो। अनि यो ड्रममा चाहिँ फेरि भरै सानै भए पनि थापिराख्दाखेरि त भरिहाल्छ होइन। यो पानी बासी पनि हुन्छ, धेरै दिन पनि हुन्छ। अनि त्यही भएर यसरी पखाल्दैछु मैले चाहिँ। गाउँघरमा चाहिँ हामी चाहिँ यस्तोमा सुकाउने गर्छौँ है। बाहिरतिर चाहिँ होइन फलामको तार कस्तो राम्रो है सुकाउने त्योहरू बनाएको हुन्छ भने गाउँघरमा चाहिँ यस्तो लगाएर सुकाउने हो, टक्क लाएर यस्तोमा सुकाउने हो। मैले चाहिँ सकाइसकेँ यता, अनि पखालेर पनि अब यसलाई म सुकाउँछु। गाइस मैले चाहिँ सुकाइसकेँ, यसरी सुकाउनु पर्ने हुन्छ यहाँ चाहिँ होइन। यस्तै हो गाउँघरको दुःख होइन, कहिले पानीको कहिले बत्तीको होइन। ल उहाँ सेन्दो अनि त्यही हो अब। ल दुःख लाग्छ हौ गाइस। यो हाम्रो नेपालमा यस्तै हो क्या। अब भ्रष्टाचारले गर्दाखेरि कति विकासै छैन क्या, कुनै कुरामा पनि छैन क्या। अब कति मान्छेहरू सबै नराम्रो मात्र म भन्दिनँ होइन, तर गर्न खोज्ने मान्छेलाई पनि फसाइदिने होइन, त्यही हो क्या। अब यहाँ राम्रो मान्छे इमान्दार मान्छेलाई यहाँ हाम्रो नेपालमा केही पनि छैन होइन। अब त्यस्तै रहेछ क्या गाइस। अब उहाँ सेन्दो यहाँ गर्ने मान्छेलाई केही पनि छैन गाइस होइन। त्यही हो, भ्रष्टाचार बाहेक यहाँ केही पनि देख्दिनँ। त्यही भएर पनि विकासै छैन है, यस्तो छ क्या। अब कहिले बत्तीको अभाव, कहिले पानीको अभाव, कस्तो दुःख लाग्छ क्या मलाई, कस्तो दुःख लाग्छ। तर के गर्ने होइन, एकजनाले गरेर हुने यहाँ केही पनि होइन। गाह्रो छ हौ गाइस, के गर्नु, दुःख लाग्छ। त्यस्तै हो। म चाहिँ अब आमा बाउको यहाँ किचनमा आएको छु। किचनमा चाहिँ यसरी आगोमा भात पकाइरहेको छौँ, कस्तो मजाले है। आगोमा जे कुरा पनि आगोमा बनाएको छुट्टै स्वाद क्या। मलाई चाहिँ फेरि एकदमै मनपर्छ है। अनि कस्तो मिठो हुने क्या यो आगोमा बनाएको खाना। लास्टै जे कुरा पनि आगोमा बनाएको कस्तो मिठो लाग्ने क्या मलाई चाहिँ।
अनि सिटी चाहिँ बिग्रेछ। बाबाले भर्खर पनि भन्दै हुनुहुन्थ्यो हाम्रो भाषाबाट, सिटी बिग्रेको छ, सिटी जाँदैन, भात डढ्छ हेर है भन्दै हुनुहुन्थ्यो क्या। अनि सिटी बिग्रेछ र अनि यसरी पकाउँदैछौँ खाना। डालो लिएर यता घुरेनतिर आएको छु। हाम्रो भाषाबाट चाहिँ घुरेन भन्छौँ क्या। अनि यहाँ सिस्नो हेर्नु त, यस्तो सिस्नो खानु मन लागिरहेछ कि मलाई। आज सिस्नोको तरकारी बनाउनु पर्यो मजाले भातसँग खाने भनेर। अनि हेर्नु न सिस्नो यहाँ। हाम्रो त बाबाले भर्खरै है वस्तुलाई दिने भनेर काट्दै हुनुहुन्थ्यो। वस्तुलाई दिने रे भनेर। हेर्नु गाउँघरतिर यस्तो हामी बाहिरतिर खान्छु र किनेर खान्छु भन्दा पनि पाइँदैन क्या। अनि यतातिर यस्तो राम्रो राम्रो सिस्नोहरू है। बाबाले त अब यो गाईलाई दिने गोरुलाई दिने भनेर काट्नु भएको यस पुरै यस्तो डाक्लासँगै है काटेर यस्तो मजाले फेरि त्यो गोरुले नि खाने। अनि यस्तो हुन्छ गाउँघरतिर है। अर्ग्यानिक धेरै अर्ग्यानिक कुराहरू खान पाइन्छ। सिस्नो टिप्दा टिप्दै चाहिँ फेरि यहाँ कस्तो मजाले इस्कुसको मजाले बोट यस्तो राम्रो भइरहेको रहेछ है। हेर्नु न, ओहो कस्तो मजाले झ्याङ्गिरहेछ बिस्तारै। भर्खरको बिरुवा रहेछ है, यसरी आइरहेछ कस्तो मजाले। यो पछि यस्तो मिठो हुन्छ है, यसको पनि तरकारी खान यस्तो मिठो हुन्छ नि। हामीले किनेर खाँदा नि पाउँदैनौँ बाहिरतिर, यहाँ गाउँघरमा है यत्तिकै केरा जान्छ। कस्तो मलाई चाहिँ कस्तो आजभोलि चाहिँ पहिला पहिला चाहिँ है गाउँतिरै बसिन्थ्यो होला र मन पराइँदैन थियो। अझ पहिला पहिला त मलाई त है मनै नपर्ने के। अनि बाहिर बसेर धेरै कुराहरू पनि बुझियो, सिकियो, जानियो होइन। अनि अभावलाई पनि बुझियो। त्यही भएर चाहिँ अनि है आजभोलि चाहिँ यस्तो सिस्नो लास्टै रहर गर्छ, मलाई लास्टै रहर लाग्छ क्या सिस्नो चाहिँ आजभोलि मलाई। अझ खतरा चाहिँ यहाँ रहेछ नि त फेरि काडै काडा। यो धेरै काडा भएको सिस्नो चाहिँ धेरै मिठो हुन्छ भन्ने गर्नुहुन्छ है हाम्रो ठुलाहरूले। अब के हो त्यो त थाहा छैन है, तर जे भए पनि सिस्नो भनेपछि चाहिँ यति भयो। 3 जना छौँ, बा आमा म। त्यस्तो धेरै त चाहिँदैन। 3 जनाले खाने चाहिँ टिप्दैछु मैले। मैले चाहिँ ल्याइसकेँ यहाँ सिस्नो, मजाले सिस्नो बनाउने। यसले चाहिँ आज के खान्छ त, हामी चाहिँ सिस्नो खाने, यसले के खान्छ। कस्तो बलियो छ क्या त। यसले मिठो मिठो खान्छ। आमा बाउको कान्छो छोरा कि कान्छी छोरी हो यो घरको। अहिले चाहिँ म आएर म कान्छी छोरी भएँ होइन। यसलाई चाहिँ यस्तो पिठो लाएर अघि नै गरिसकेको, तर मैले भिडियो बनाउन बिर्सेँ। यस्तो पिठो लाउनु पर्छ अरे, अनि यहाँको किराहरू चाहिँ झर्छ भन्ने छ है। किराहरू त छैन नै छन त, हेरेरै टिपेको। यस्तो गर्नुपर्छ भन्नुहुन्छ कि आमा बाउको भनाइ अनुसार। यता चाहिँ यहाँ उम्लिँदैछ, अब म यहाँ बनाउँछु। यहाँ यो पानीमाथि अब लाउनुपर्छ। गाइस मैले चाहिँ बनाइसकेँ है। बनाएर पनि यहाँ अब खानालाई चाहिँ रेडी छौँ सिस्नो। अनि अघि बनाएको चाहिँ मैले भिडियो बनाउनै पाइनँ। अनि के गर्नु, अलि यहाँ अब समस्या भयो क्या, फोन त्यो नै भएन। त्यही भएर मैले बनाएको चाहिँ त्यो गरिनँ। अब खाना लागिरहेछौँ, 3 जना छौँ।